हाम्रा प्यारा भाइ सीता डी काफ्ले हाम्रा फेसबुक जगतका प्यारा साथी र जो गायककार पनि हुनुहुन्थ्यो है, हाम्रो फेसबुक जगतका गायककार पनि हुनुहुन्थ्यो। सबैको लाइभमा गएर उहाँले लाइभमा गान गाएर त्यो लाइभलाई एकदमै मनोरञ्जन गरिदिनुहुन्थ्यो, सबैलाई साथ दिनुहुन्थ्यो, सबैलाई सपोर्ट गर्नुहुन्थ्यो। तर हिजो उहाँले आफै नै सुसाइड गर्नुभएछ र भाइको आत्माले शान्ति पाओस्, भाइको वैकुण्ठमा बास होस् भन्न चाहन्छु। र भाइले किन कुनै यति ठुलो निर्णय लिनुभयो, अलिकति भाइले एउटी केटीको लागि यति ठुलो निर्णय लिनुभयो, अलिकति आमाको बारेमा सोच्नु भएन भाइ? हुन त उहाँ हुन्न जगतमा, म के भन्नु है भाइलाई। त्यही पनि सीता बुनु हजुरलाई भन्न चाहन्छु, किन अर्काका छोरालाई यति ठुलो निर्णय लिने हजुरले मजबुर पार्नुभयो? अलिकति पनि तपाईँलाई माया लागेन? तपाईँको के भयो कसो भयो त म भित्री कुरो जान्दिनँ, तर अलिकति आमाको बारेमा सोच्नुहोस् त। उहाँको आमा कसरी बाँच्नुहुन्छ, कसको मुखेर बाँच्नु? यति दुःख कष्ट गरेर छोराले बल्ल कमाउने भएको थियो, अब त सुख हुन्छ होला, अर्थको नभए पनि पैसापातीको सुख हुन्छ होला भनेर अलिकति सोच्नुभएको थियो होला। तर हेर्नु त आज जब कमाउने उमेरमा उहाँले तपाईँले गरेर उहाँले सुसाइड गर्नुभयो। कसरी अर्काको छोरा त्यति सजिलै मार्न सक्नुभयो? र केटा होस् या केटी होस्, जसलाई पनि केटाको लागि कोही मर्छन्, कोही केटीको लागि मर्छन्, किन र? अरू केटी पाइँदैनन् र अरू केटा पाइँदैनन् र? त्यो एउटाको लागि आफूले जीवन दान दिनु पर्ने के थियो र? के छ र? किन त्यसरी गर्नुहुन्छ? किन सुसाइड गर्नुहुन्छ? तपाईँको बाबुआमाले कति दुःख कष्ट गरेर पढाइ गरेर आत्रो पारेको छ। तपाईँ एउटा केटी या केटाको लागि मर्नु पर्थ्यो र? अरू छैनन् र दुनियाँमा केटा या केटी? अरू भेट्दैनन् र? देखाउनुहोस् न, ऊ मेरो लागि मराइसो गरे पनि अझै म राम्रो गरेर देखाउँछु, अझै म अर्की केटी बा केटो अझै पनि म अझै तँभन्दा राम्रो तँभन्दा लायकको भेटेर देखाउँछु। अलिकति देखाउनुहोस् न, अलिकति अगाडि जानुहोस् न। किन त्यस्तो गर्नुहुन्छ? किन यस्तो मर्नुहुन्छ? बहुत नै यस्ता केस बहुत नै भेटिसकेको छ। र हाम्रा भाइ पनि डिक भाइ पनि अब हिजो उहाँले आफै नै विष खाएर सुसाइड गरिसक्नु भएको छ। र उहाँको आमालाई पनि भगवान्सँग विनती गर्छु, हे भगवान् उहाँको आमालाई हिम्मत दिनुहोला, जिउने शक्ति दिनुहोला, आमालाई एकदमै हिम्मत हार नदिनुहोला। र फेरि पनि भन्छु, यस्तो कदम कसैले पनि नउठाउनु होला, प्लिज हात जोडेर भनेछु, कसैले पनि यस्तो कदम नउठाउनुहोला। केटाको लागि या केटीको लागि कोही पनि सुसाइड नगरिदिनु होला। आफ्नो फ्यामिलीको बारेमा अलिकति पनि सोच्नु होला। जुन बाबुआमाले तपाईँलाई बढाउनु भयो, पढ्नु भयो, यति ठुलो पार्नु भयो, यति कमाउनु लाइक बनाउनु भयो, अब बाबुआमाको अलिकति मुखेर पनि हजुरहरूले यस्तो कदम नउठाउनु दिनु होला भन्न चाहन्छु।